खै भ एनमी कोलोनी भित्र 3 आना 3 पैसा जग्गामा बनेको यो चिटिक्कको घर भूमित्र प्रोपर्टिजले बिक्रीमा ल्याइसकेको छ। कस्तो छ आउनुस् सँगै हेरौँ। आइडियल फर सिंगल फ्यामिली र यो घरमा हामीले प्रवेश गर्दै गर्दा एउटा गार्डन पाउन सक्नुहुनेछ तपाईले, साथै सँगै एउटा पार्किङ पनि पाउनुहुनेछ र मेन इन्ट्रान्स मेन ढोकाबाट हामी प्रवेश गर्दाखेरि चाहिँ राइट ह्यान्ड साइडमा हजुरले डाइनिङ पाउनुहुनेछ भने ठ्याक्क लेफ्ट साइडमा चाहिँ स्पेसियस लिभिङ पाउनुहुनेछ र त्यो सँगै एउटा टोयलेट पनि छ, कमन टोयलेट। र हामीले डाइनिङबाट थोरै अगाडि आउँदाखेरि एउटा मोडुलर किचन पनि पाउनुहुनेछ। साथै किचनबाट हामीले ठ्याक्कै ब्याकयार्ड यानि कि घरको पछाडि स्पेस प्लस एउटा धारा पनि पाउनुहुनेछ, यो धारा। र त्यसै गरी अब हामी फर्स्ट फ्लोरमा जान्छौँ। फर्स्ट फ्लोरमा आउने बित्तिकै हामीले एउटा फ्यामिली रुम पाउन सक्छौँ। यो चाहिँ अलिकति स्पेसियस पनि छ र त्यसै गरी हामीले ठ्याक्कै आउने बेलामा फर्स्ट फ्लोर आउने बेलामा राइट साइडमा एउटा स्पेसियस बेडरुम पाउनुहुनेछ, जहाँ चाहिँ यस बेडरुमलाई चाहिँ हजुरले मास्टर बेडरुम पनि बनाउन सक्नुभयो। र मास्टर बेडरुमबाट हामी आउँदै गर्दाखेरि राइट ह्यान्ड साइड अथवा फ्रन्टमा चाहिँ दुईवटा बेडरुम पाउन सक्नुहुनेछ, जुन तपाईँको नानी बाबुको लागि पर्फेक्ट छ। र साथै हामीले यहाँ चाहिँ एउटा कमन टोयलेट पाउनुहुनेछ बाथटब साइडको, र सँगै हामीले एउटा सानो बाल्कनी पनि पाउनुहुनेछ, जहाँबाट चाहिँ हामीले पर्याप्त सनलाइट पनि पाउँछौँ। त्यसै गरी अब हामी जाउँ टप फ्लोरमा। र टप फ्लोरमा चाहिँ ठ्याक्कै हामीले टेरेस जानुभन्दा अगाडि चाहिँ लेफ्ट ह्यान्ड साइडमा स्पेसियस लन्ड्री पाउनुहुनेछ। र त्यसपछि हामी आइपुग्छौँ टेरेसमा। र टेरेसमा आउँदै गर्दाखेरि हामीले सर यो कम्युनिटी यो कोलोनीको राम्रो भ्यू देख्न सकिन्छ। यदि तपाईँ कोलोनीभित्र घर खोज्दै हुनुहुन्छ र तपाईँको सिंगल फ्यामिली छ भने दिस कुड बी द पर्फेक्ट वान। थप जानकारीको लागि भूमित्र प्रोपर्टिज एन्ड रियल इस्टेट